चाहिँ 2 घण्टा मजाले पढ्नु पर्यो, यताउता ध्यान नदिकन 2 घण्टा मजाले पढ्नु पर्यो। त्यहाँ मोबाइल रहेछ। अहिले पढ्नु पर्छ, एकछिन मोबाइल हेर्छु। होमवर्क गर्न छ, अहिले सुत्छु। भोलि बिहानै उठेर 5 बजे उठेर होमवर्क गर्नु पर्ला। अहिले सुत्छु। 5 बजे उठेर पढ्छु भनेको 8 बजीसम्म उठ्दा पढ्न, अहिलेसम्म सुतेको सुतै। 8 बजीसम्म